नमस्कार। आजको यस प्रस्तुतिमा हामी इतिहासको एउटा निकै रोमाञ्चक र गहिरो यात्रा गर्दैछौँ। कल्पना गरौँ त, एउटा यस्तो कलाकृति जसले शताब्दीौंसम्म मानिसहरूको आस्था बोकेको छ, तर अचानक एक दिन प्रकृतिको महाविनाशसँग जुझ्न पुग्छ। आज हामी 17औं शताब्दीको उत्कृष्ट वास्तुकला कृष्ण मन्दिरको बारेमा चर्चा गर्दैछौँ। यो केवल ढुङ्गा र इँटाको कथा मात्रै होइन नि, यो त सबै बाधाहरूलाई पार गर्दै उभिएको एउटा जीवित लचिलोपनको कथा हो। अब एउटा गम्भीर प्रश्न उठ्छ, आखिर 17औं शताब्दीको एउटा स्मारकले समय र प्रकृतिको अन्तिम परीक्षा कसरी पार गर्छ त? सयौं वर्ष अघि बनेको कुनै पनि संरचनाले हावा, पानी, घाम र सबैभन्दा भयानक भूकम्प जस्ता प्राकृतिक प्रकोपहरूसँग कसरी पौँठेजोरी खेल्न सक्छ? आज हामी विनाश र सहनशीलताको यही अद्भुत कथाको गहिराइमा पुग्नेछौँ र एउटा ऐतिहासिक धरोहरले कसरी आफ्नो अस्तित्व जोगाइराख्न सफल भयो भन्ने कुरा खोत्लेछौँ। ल, अब यस विषयमा गहिरिएर लागौँ है त। सबैभन्दा पहिले यो ठाउँ कहाँ छ भनेर बुझौँ। कृष्ण मन्दिर नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा अवस्थित छ। अझ ठ्याक्कै भन्नुपर्दा यो ऐतिहासिक पाटन दरबार क्षेत्रको मुटुमै ठडिरहेको छ। र यो कुनै चानचुने ठाउँ होइन, यसलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रको रूपमा मान्यता दिएको छ। यसको मतलब यो हाम्रो लागि मात्र नभई सिङ्गो विश्वकै लागि एउटा अमूल्य सम्पत्ति हो। यसको वास्तुकला साँच्चै नै अचम्मको छ। यो 17औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लले निर्माण गर्नुभएको एउटा भव्य हिन्दू मन्दिर हो। यसको सबैभन्दा विशेष पक्ष भनेको यसको शिखर शैलीको वास्तुकला हो। हेर्दा ठ्याक्कै एउटा अग्लो पर्वतको चुचुरो जस्तो देखिन्छ नि, होइन र? राजा सिद्धिनरसिंह मल्लको यो अद्वितीय दृष्टिकोण र यही शिखर शैलीको प्रयोगले गर्दा नै यो मन्दिर अरूभन्दा नितान्त फरक र आकर्षक बनेको छ। त्यो बेलाको शिल्पकारिता कति उत्कृष्ट थियो भन्ने कुरा यसले प्रष्ट पार्छ। अब यहाँको एउटा रोचक कुरा के छ भने, बाहिरको भव्यता जति सुन्दर छ, भित्रको आध्यात्मिक पाटो त्यत्तिकै गहिरो छ। यो मन्दिर मुख्यतया भगवान कृष्णप्रति समर्पित छ र उहाँसँगै रुक्मिणी र सत्यभामाका मूर्तिहरू पनि यहाँ विराजमान छन्। यसले के देखाउँछ भने यो ढुङ्गाको संरचना मात्र होइन, यो त मानिसहरूको अगाध आस्था र विश्वासको केन्द्रबिन्दु पनि हो। र यो मन्दिर सधैँ शान्त मात्र पनि रहँदैन नि। यो त कृष्ण जन्माष्टमी पर्वको एउटा अत्यन्तै जीवन्त र पवित्र केन्द्र हो। हरेक वर्ष यो पर्व आउँदा पुरै मन्दिर परिसर एउटा विशाल उत्सवमा परिणत हुन्छ। हजारौं श्रद्धालुहरू यहाँ भेला हुन्छन्। यो एउटा जीवित सांस्कृतिक मुटु जस्तै धड्किन्छ, जसले मानिसहरूलाई जोड्ने र पुस्तौं पुस्तासम्म परम्परालाई जीवित राख्ने काम गरिरहेको छ। तर इतिहास सधैँ उज्यालो मात्र हुँदैन। अप्रिल 2015मा नेपालमा गएको त्यो विनाशकारी भूकम्पलाई हामी कसरी बिर्सन सक्छौँ र? त्यसले यस क्षेत्रमा अकल्पनीय विनाश ल्यायो। नेपाली टाइम्सले त यसलाई स्मारकको ठूलो क्षति भनेरै लेखेको थियो। शताब्दीहरूसम्म गर्वका साथ उभिएको यो मन्दिरले प्रकृतिको त्यो कठोर प्रहारबाट नराम्रो क्षति बिहोर्नु पर्यो। त्यो बेलाको पीडा, त्यो भौतिक र भावनात्मक आघात साँच्चीकै एकदमै गहिरो थियो। यति ठूलो विनाशपछि उठ्न पक्कै सजिलो थिएन। त्यति बेला अपोलो पत्रिकाले भूकम्पले क्षति पुर्याएको नेपालको सम्पदा पुनर्निर्माणको सुस्त काम भनेर उल्लेख गरेको थियो। र हो पनि, यस्तो ऐतिहासिक सम्पदाको पुनर्निर्माण गर्नु भनेको भत्किएका इँटाहरू हतार जोड्नु मात्र कहाँ हो र? यो त प्राचीन कला, मौलिकता र त्यसको आत्मालाई नै पुनर्जीवित गर्ने अत्यन्तै संवेदनशील प्रक्रिया हो। यसका लागि असीम धैर्यता र एकदमै होशियारीको खाँचो थियो। ल, अब समग्रमा हेरौँ है त, यो यात्रा कसरी अगाडि बढ्यो। 17औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लद्वारा यसको निर्माण हुनु, अप्रिल 2015को भूकम्पले अकल्पनीय विनाश ल्याउनु र अन्ततः अथक प्रयासपछि सेप्टेम्बर 2018मा पुनर्निर्माण सम्पन्न हुनु। निर्माण, विनाश र फेरि उठ्ने यो चक्रले साँच्चै नै एउटा प्रेरणादायक यात्रा प्रस्तुत गर्छ। यो केवल एउटा भवनको मर्मत थिएन, यो त इतिहासलाई फेरि ठड्याउने एउटा अभूतपूर्व सफलता थियो। र यसले उत्कृष्ट रूपमा के स्पष्ट पार्छ भने सम्पदाको कहिल्यै अन्त्य हुँदैन। विनाशको त्यो कहाली लाग्दो समयलाई पछाडि छोड्दै 2018मा कृष्ण मन्दिरले फेरि एकपटक आफ्ना ढोकाहरू तीर्थयात्रीहरूको लागि खुला गर्यो। विशेष गरी कृष्ण जन्माष्टमीमा श्रद्धालुहरूको त्यो बाक्लो उपस्थिति र अनुहारको खुशी, आहा, यसले प्रमाणित गर्छ कि जतिसुकै ठूलो प्राकृतिक विपत्ति किन नआओस्, मानवीय सङ्कल्प र हाम्रो आफ्नो धरोहरप्रतिको माया सधैँ बलियो भएर छाड्छ। हामी आजको यस प्रस्तुतिको अन्त्यतिर आइपुगेका छौँ।
तर जानुभन्दा अगाडि एउटा विचारणीय प्रश्न। कृष्ण मन्दिरको पुनर्निर्माणले हामीलाई विश्व सम्पदा संरक्षणको निरन्तर शक्तिको बारेमा के सिकाउँछ त? 17औं शताब्दीको राजा सिद्धि नरसिंह मल्लको दर्शनदेखि लिएर भूकम्पको चपेटा र फेरि पुरानै गौरवमा फर्किने यसको यात्राले हामीलाई हाम्रो विगत जोगाउनु कति महत्त्वपूर्ण छ भनेर सिकाइसकेको छ। इतिहासका पानाहरू किताबमा मात्र सीमित हुँदैनन् नि, ती त यस्तै स्मारकहरूमा सास फेरिरहेका हुन्छन्। आजको लागि यति नै। सांस्कृतिक इतिहासको यो गहिराईलाई मनन गर्दै गर्नुहोला है।